ल हाम्रो एक्टरहरू सबै न्यू आर्टिस्टहरू ल खै हाई गर सबै। ल आजलाई हामी यति नै है। ल बाई अहिले नै ल गो। कसले भन्नी? ल म भन्छु। ल भन। हामीहरूको कानमा चाहिँ के छ भने यो चाहिँ देउसी भैलोको टाइम हो र हामीहरूको कानमा के यसमा चाहिँ त क्राइम हुँदैछ नि आजभोलिको केटीहरूलाई किडन्याप गर्ने रेप गर्ने मारिदिने त्यस्तो छ होइन। अनि यो कानमा चाहिँ के छ भने ऊ छोरी हो अनि म मम्मी उहाँ बाबा अनि उहाँ चाहिँ छोरीको साथी ल। अनि रातिको 12 बजे छ होइन र 12 बजे धेरै राति हुँदैछ अनि छोरी र छोरीको साथी चाहिँ उता देउसी खेल्न जाने भनेर जब्सी गरेछ। अनि उहाँको बाबालाई सम्झाउनुहुन्थ्यो यस्तो चाहिँ नजानुपर्ने यस्तो क्राइम हुन्छ भने तर यिनीहरू मान्दिँदैन झर्केर बोल्छ अनि तिनीहरू जसरी भने जब्सी भने पनि जान्छन् होइन। अनि जाँदा उहाँहरूलाई चाहिँ बाटोमै किडन्याप गरेर जाउँ उसलाई चाहिँ बाटोमै किडन्याप गर्छ कसैले रेप गर्छ अनि मारिदिन्छ होइन। त्यहाँ चाहिँ हामीलाई थाहा हुन्छ यस्तो यस्तो भयो भनेर यति हो बस। किन घरमा कति बस्नु कहिले कति साथीहरूसँग हिँड्नु पनि जानु त हुन्छ होला नि। एकचोटि भनिहाल्यो तिमीहरूलाई दिएको छु मैले जिम्मा छोरीलाई भरे केही भयो भने त्यहाँ फेरि नराम्रो हुनेछ तिमीहरूलाई अहिलेलाई जान सक्छ तिमीहरू घर छिटो। यहाँ एउटा केटाले आएर दिपिकालाई त उठै लग्यो। भन के भन्छ गरिराखेको छु भन को हो त्यो? हामी आएर चाहिँ घर फर्किने नि त्यहाँ एउटा बाटो भन त ठाउँमा आइहाल्छु कहाँ हो? त्यही पर चोकमा। ल छोरीलाई त उयो त्यहाँ बलात्कारीहरूले खेस खेलेको बेला उयो गरेछ अरे छिटो हिँड चाँडै हिँड कहाँनिर कहाँ हुनु के भयो पक्का फेरि रिपिट गर है त्यहाँबाट। के भयो छोरी के भयो छोरी के भयो मेरो छोरीलाई? डाक्टर साहब के हो मेरो छोरीलाई? डाक्टर साहब के हो मेरो बाबुलाई? के भनिदिन्छु तपाईँ उसमा त हुन्छ के भनिदिन्छु तपाईँ? Sorry. दिदी मलाई 500 रुपियाँ जति दिन न म स्कुलको पिकनिकमा जान्छु। 500 रुपियाँ त्यत्रो मसँग त छैन त भाइ। अलि थोरै भए चाहिँ म जान दिन्थेँ पैसा दिन्थेँ मसँग त छैन नि यत्रो त। दिदी 500 रुपियाँ जति छ होला हेर्नु न। छैन भाइ मसँग घरको अरू खर्चहरू पनि गर्नुपर्ने यत्रो पैसा स्कुलमै लगाएर मसँग त छैन नि भाइ पैसा। 300 जति दिनु न त म 300 म्यानेज गर्न खोज्छु।
300 मा ल भाइ ल भाइ थ्याङ्क यू दिदी भयो रेप केस गरेको मान्छेलाई मार्छ होइन रेप गरेको मान्छेलाई अनि ऊ चाहिँ पुलिस हुन्छ क्या अनि हाम्रो यत्तिकै ए ल तँले के गरेछ बलात्कारले मान्नु टोका लगाइदिनु त्यसले त कानुनले नै हेरिहाल्छ नि तँले किन यस्तो गरेको सर तपाईँले कुन कानुनको कुरा गर्नुहुन्छ त्यही कानुन जसले एउटा बलात्कारको घटनालाई एउटा आत्महत्याको घटनामा बदलिन्छ तँले चाहिँ किन सक्छ त्यसले मान्नु राति राति केटी हुँदैन त्यस्तो भइहाल्छ नि तँले के भएको तँले के हुन्छ त्यस्तो कुरा अगाडि सर तपाईँको के छोरा छ त्यसरी भन्नु सर तपाईँको छोरा कहिले टाइममा घरमा आएको छ भन्नुहोस् मलाई यसको जवाब दिनु सर सिचुएसन भनेको चाहिँ ऊ चाहिँ अलिकति गरिब दुःखी हुन्छ अनि ऊ चाहिँ ठुलो स्टोरमा केही ब्यागहरू किन्न आएको हुन्छ अनि त्यसपछि मैले चाहिँ उसलाई चाहिँ हेला गर्छु कराउँछु के भन्छ भेट्छु त्यस्तो तिम्रो नाम मेरो नाम सासु चाहिँ छ मेरो नाम अनुष्का गौडा ल बेस्ट अफ लक है आउन किन आएको त यहाँ फोर खान आएको फोर पर्छ फोर्टी गएर हजुर म त यस्तो होइन नि म त यहाँनिर ब्याग किन्न आएको ब्याग देखाइदिनुहोस् न ब्याग तपाईँले यत्रो ठुलो स्टोरमा आएर तपाईँले हेरेर त ब्याग किन्ने खालको पनि छैन गएर सब्जी बेच्दै खाएको छ थाहा छ यो कोतो स्टोर हो त जस्तो 200-300 को लुगा लगाएर मान्छे यहाँ कहाँ 4-5 हजारको ब्याग हेर्न आएको हजुर के भन्नुभएको म त यहाँनिर सामग्री हेर्न आएको थिएँ सामग्री हेर्न पैसा दिँदो छ होला छँदै छैन होला गोजीमा पैसै छैन होला हेर्दाखेरि च्यात्तेको गोजी बोकेर आएको छ जस्तो आउँछ यसको यो कन्सेप्ट भन त कन्सेप्ट कसले भन्ने के भनेको सानो जात र तल्लो जातमा केही पनि छुट्याउनु हुँदैन हामी सबै मानिस नै हो छैन म त नजाने मेरो आमाहरू पनि काममा जानुभएको छ यहाँ आउने बेला हुन आइसक्यो अहिले आमाहरू आउनुभयो ढोकाएर आउनुहुन्छ म एकछिनमा जान्छु नि ल त्यो होइन नि जाउँ न जाउँ त घरमा काम गर्न सकाइदिइहाल्छु नि ल ल पर्खा जाउँ तर एकचोटि भनेको लाग्दैन यस्तो तल्लो जातहरूसँग हिँड्नु हुँदैन होइन आमा अहिलेको समाजमा के को तल्लो राजा पल्लो जात म त उनीहरूसँग हिँड्छु तपाईँले चुप लाग्छ हेर्नु नबोल्यो त तिनीहरूसँग हिँड्छस् तिनीहरू माथि जातको हामीहरू तिनीहरूसँग हिँड्नु हुँदैन हामीले तिनीहरूलाई कहिले पनि स्वीकार गर्दैनौँ उनीहरू माथि जातको होस् कि तल्लो जातको होस् उनीहरू त मान्छे नै हो नि त्यसो भनेर कहाँ हुन्छ तिनीहरूले हामीलाई कहिले पनि स्वीकार गर्दैनन् हामीहरू तिनीहरूसँग हिँड्नु हुँदैन हिँड घर के हो भने सासू अनि छोरा बुहारी हुन्छ अनि दाइजूको अनि महिला हिंसाको बारेमा चाहिँ ल तिम्रो नाम के भन त रोमिया दीक्षिका राई यसको अनि यो कन्सेप्ट कसको लाइक हाम्रो चाहिँ ओन्ली टाइपको कन्सेप्ट सबैको ल ठिक छ कामहरू नराम्ररी गर्नु आउँछ गाईको त्यस्तै छ घाँस त नकाटेको छ अहिलेसम्म तेरो दाइजीले तेरो माइती शाखाले अहिलेसम्म केही दिएको छैन दाइजीको नाममा मेरो घरको आर्थिक स्थिति नराम्रो छ बुहारी बिरामी भएको गइरहनुहुन्छ भाइ नि बिरामी भएको गइरहेको छ आमा विदेशमा हुनुहुन्छ अलिअलि पठाउनुहुन्छ भाइ बाउको खर्चामा सबै पैसा जान्छ अब यो बढाल्न सक्ने बित्तिकै धन्दाहरूमा लुगा धोइदिन्छु नि है आमा अझै मुख मुखे लाग्छ ए छोरा यहाँ आइज हजुर आमा तेरो स्वास्थ्यलाई ठिक ठाउँमा राख मुख मुखे लाग्दैछ हामीसँग ओइ त आमासँग मुख लाग्छ तेरो यो घरको छोरा
बाइकले सुकाएको छ सासूआमाहरू कति बाजेको होला बुहारी बुहारी उठ के भयो तिमीलाई उठ बुहारी उठ तिमीलाई के भयो तपाईँहरू सासूआमा मैले हिंसा गर्ने हो लाज सरम लाग्दैन बुहारीलाई माया गर्नुपर्छ तपाईँहरू अहिलेको जमानामा आएर दाइजोको कुरा गर्नुहुन्छ अनि हाम्रो चाहिँ केही इज्जत छैन बिहे भएको यत्रो महिनादेखि भइसक्यो दाइजोको नाम एउटा केही आएको छैन बुहारी तिमीलाई हेपेको हो होइन अब त्यस्तो के मेरो घरको आर्थिक स्थिति नराम्रो भएर मात्रै हो बुहारीहरूलाई यसरी हेर्नु हुँदैन एकल बुहारी हो गरी खानुपर्छ छोरा छ यत्रो ठुलो विदेश पठाऊ सासू भनाउँदो बुहारी नरुव अझ रुन्चिस बुहारी खबरी के गर्नुभएको यस्तो गर्नुहुन्छ समाजहरूलाई कति गाह्रो हुन्छ यस्तो सुन्नुपर्छ तपाईँ बुढी भएर यस्तो के गर्नुभएको बुद्धि छैन तपाईँको तपाईँहरूलाई लाज सरम छैन है छोरा सासूलाई लाज सरम नभएको समाजहरूलाई गाह्रो पर्छ सुन्नु यहाँ चाहिँ होइन गरिब पनि हुन्छ धनी पनि हुन्छ र अनि धनीले चाहिँ गरिबलाई उयो गर्छ अनि अर्कोले चाहिँ आएर अनि उसलाई उयो गर्न खोज्छ तर धनीले चाहिँ के भन्छ उसलाई अनि बचाउन खोज्दैन क्या उसलाई चाहिँ अझ तानेर लान्छ अनि हो त्यस्तो गर्ने ए ल यो कन्सेप्ट कसको हो तिम्रै हो हामी सबै तिनैजनाको हो ल रेडी ल हेलो भन्नु प्रिया के अरे घुम्न जाने नि ल हामी यहाँ रेडी हुन्छौँ त आइज ल हुन्छ यो घुम्न जाने कता नाचेको हामी जानु तँलाई किन चाहियो म पनि जान्छु नि हामी त जस्तो गरेको लागि पनि हामी साथी त धेरै गर्दा नभए त उजा म पनि जान्छु नि हामी त जस्तो गरेको आइदिनु हिँड्नु पऱ्यो हामी जस्तो गरिबलाई किन हेर्छ जस्तो धनी हामी चाहिँ त्यो मान्छे होइन हामीलाई चाहिँ केही हक हुँदैन अब बस्दैन ल छोडिदियो तिम्रो नाम भन त सारिका विश्वकर्मा मेरो नाम ल